मैले भनेको के हो भने म पूर्व राजा भन्दिनँ, म राजा भन्छु भनेर भने। मेरो लागि द्याट इज ए टाइटल। ओके। जस्तो एम्बेसडर एकचोटि एम्बेसडर भइसकेपछि उसलाई जिन्दगीभर एम्बेसडर भन्छौँ नि हामी। राजा पनि टाइटल हो होइन भन्ने मेरो त्यसैले मैले तर राजा फर्किन्छन् भनेर सोध्नुभयो भने आई डोन्ट सी आजको दिन म सम्भावना देख्दिनँ। अब धर्म हिन्दू राष्ट्रको कुरा गर्नु आवश्यकता छ भनेर सोधियो भने होइन, आवश्यकता चाहिँ कस्तो हुँदो रहेछ भने तपाईँको पिपुलले भन्ने कुरा हो। जेनजीको आन्दोलनपछि एउटा तबका आयो होइन, उसले राजाको आवश्यकता देख्यो, तर त्यो सक्रिय राजतन्त्र होइन कि कल्चरल किङको रूपमा, कन्स्टिट्युसनल भन्दा पनि अझ कल्चरल भनौँ न, देख्या हो नि त। त्यो त आयो नि त, तपाईँहरूले पनि सुन्नुभएको होला। किन आयो त्यो? हामीहरूको क्रियाकलापले आएको हो नि। त्यसमा नेपाली काङ्ग्रेसका सम्भावित भावी सभापतिको व्यक्तिगत चाहना दृष्टिकोण चाहिँ के हो? कल्चरल अथवा होइन, म त्यो के भने राजा आउनुपर्छ पर्दैन भन्ने कुरामा मेरो कुनै उनी होइन। जे संविधान छ त्यसैलाई लिएर हिँडौँ न। अहिले देश कहाँ पुगाइसक्यो हामीले? कहाँ छ देश? कस्तो अवस्थामा छ बारेमा चाहिँ? त्यसकारण राजाको बारेमा केही नेचुरल हो। हामीले गर्दाखेरि राजा भइदियो भने यस्तो हुँदैन थियो भन्ने मान्छेको सोचाइ हुन्छ नि त। ट्रान्सपरेन्सीका कुरा, एकाउन्टेबिलिटीका कुरा, यो चाहिँ नि राज संस्था भइदियो भने हुन्छ कि भन्ने एउटा तबका त निस्क्यो नि हो। तर उनीहरूको सोचाइ र मेरो सोचाइ फरक हुनसक्छ। मेरो सोचाइमा चाहिँ नि यो त एजेन्डालाई, उनीहरूको सोचाइलाई तपाईँको समर्थन सम्मान होइन, अस्वीकार्य के? एउटा कुरा के हुन्छ भने हरेक आइडियाजहरूलाई हामीहरूले लिन चाहिँ पर्छ, राजनीतिकहरूले सुन्न पर्छ। हामी एकदम भने हाम्रो बानी कस्तो छ भने राज संस्थाको एजेन्डालाई पनि सुन्नु चाहिँ पर्छ। त्यो अहिले आइरहेको छैन सर्वपक्षीय भेला गरौँ भनेर। अच्छा, कसले निकालेको थियो? हाम्रै नेताहरूले पनि त निकालिरहेका छन् त। नेपाली काङ्ग्रेस, एमाले, माओवादी सबैले भन्दैछन् त। ओलीजीले नै बोले होइन? राज संस्था पक्षधरहरूले होइन, राज संस्था गोलमेज सम्मेलन गरौँ भनिरहेका छन्। राज संस्थाका मानिसहरूले त्यो भन्दै हुन्छ। ओलीजीले के भन्दै हुन्छ? सर्वपक्षीय भेला गरौँ भन्दै हुन्छ होइन? भनेपछि भन्न के खोजेको? यही त होला नि, सबैलाई मिलाएर देशलाई बचाउँ भन्न खोजे हो नि। त्यसमा राज संस्था पक्षधर पनि त्यही भन्न खोजे जस्तो लाग्छ मलाई। लोकतन्त्रवादी पनि हुने भयो। हजुर, मलाई लाग्छ ओलीजीले भन्न खोजेको सर्वपक्षीय भनेर किन भन्नु पर्यो? सर्वदलीय भने भइहाल्यो। केपी शर्मा ओली भन्न खोज्नु भएको त्यसमा मैले सर्वपक्षीय भने होइन हो। अनि मैले भेटा छैन उहाँलाई, तर सर्वपक्षीय। त्यो सर्वपक्षीय भेला हुनुपर्छ भन्नेमा तपाईँको पनि समर्थन हो? होइन, जे गर्ने हो नेसनलाई बचाउनको लागि हामीहरूले जे गर्दाखेरि उत्तम उपाय हुन्छ त्यो गरौँ। रिजिड हुनु भएन। रिजिड हुनु हुँदैन। रिजिडिटीले नेपाल बिग्रिरहेको छ। हिन्दू राष्ट्रको पक्षमा चाहिँ हिन्दू राष्ट्रको पक्षमा अब यो दिस इज अल्सो एनदर डिबेटेबल इस्यु अहिलेको कन्टेक्स्टमा होइन। अहिले धर्मनिरपेक्षता भनेर आएको छ। अब हामीहरूले हेर्नु पर्यो के भने अहिलेको जुन धर्मनिरपेक्षताको बेला 10 वर्षमा के गडबड भयो, के कमजोरी भयो, त्यसलाई ठिक राखौँ, त्यति मात्रै हो। जस्तो संविधानले धेरै कुरा दिएको छ। गाई हाम्रो राष्ट्र जनावर भनेको छ होइन? प्रलोभनमा परिवर्तन, धर्म परिवर्तन गर्न पाइँदैन भनेको छ। भनेको त धार्मिक स्वतन्त्रता सबै धर्म बराबर हो भनेर भने हो नि त। राष्ट्र जनावर बनाइसकेपछि गाई नकाट भने न होला। यो कुरालाई मनन गरिदिनु पर्यो सबैले, त्यति त हो। यहाँ राजा कसरी ल्याउनुहुन्छ? संविधान पुरै डिरेल गर्नु पर्यो, या संविधान संशोधन गर्नमा राख्नु पर्यो, या रेफरेन्डमबाट गर्नु पर्यो। तेस्रो उपाय, चौथो उपाय त छैन। चौथो उपाय या त संशोधन गर्नु पर्यो। संविधान संशोधनको विषय त उठि नै रहेको छ नि। यो मुद्दा कसरी गर्ने? हजुर, संविधान संशोधन हुन्छ कसरी?
अहिले जादुको छडी पछि नै हुने भयो। निर्वाचनपछि पनि कसरी हुन्छ मलाई बताउनुहोस् न। यही खिचडी त आउँछ। खिचडी त नै आउँछ, यही पाक्ने हो खिचडी त। एक्स भन्ने मान्छे हार्छ, वाइ परिवर्तन केही आउँछ भन्ने त खासै देखिँदैन। केही पनि संशोधन हुँदैन। संशोधन गर्न खोज्या हो नेपालमा जुन शक्तिले यो गर्यो त्यो शक्तिले संशोधन गर्न खोज्या हो नेपालको संविधानमा भने संविधान संशोधन गरेर ल्याउनु पर्यो। कसरी हुन्छ? कसरी संशोधन हुन्छ? त संसद पुनर्स्थापन हुनु पर्यो। त्यसमा पनि त त्यही खिचडी नै छ नि त हामीहरूको। त्यो सबै गराउनु कसरी गराउनुहुन्छ? इट्स नट द्याट इजी भन्न खोजेँ मैले। त्यसैलाई चलाउनु पर्यो। त्यो चलाउनलाई 82को फागुन 21को चुनावमा जानु पर्यो। निर्वाचनको विकल्प छैन। त्यसपछि निर्वाचनपछि पनि माने तपाईँको संविधान त